सबैजनालाई मेरो नाम गंगु छेत्री र यो म भिडियो किन बनाउँदैछु भन्दाखेरि मलाई बनाउनु मन थिएन। किन बनाएको भन्दाखेरि चाहिँ जति पनि कमेन्ट गर्नु भएको छ दाजुभाइ दिदीबहिनी सबैजनालाई एउटा सानो मेसेज मेरो तर्फबाट। धेरैले बोल्नु भएको छ मेरो फेक अकाउन्ट बनाएर, अनि धेरै मान्छेले बोल्नु भएको छ मेरो यस्तो भिडियो देखेर हैन। कतिले राम्रो बोल्नु भएको छ, कतिले नराम्रो तरिकाले बोल्नु भएको छ। आई एप्रिसिएट, म सबै एप्रिसिएट गर्छु हैन। मेरै नाममा बनेको छ। थ्यांक यू। मेन कुरा म भन्न आएको चाहिँ कुरा, सरी म बिर्सिहाल्छु हैन, सरी। कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ ऊ मेरो पास्ट थियो, ऊ नभनौं व्हाटएभर। अनि पब्लिक नगर्नुको कारण है त मेनली ऊ मेरो पास्ट भयो हैन। ओके, मैले मिस्टेक गरेँ, त्यो मलाई राम्रोसँग थाहा छ र गल्ती गरेपछि मलाई झुक्न पनि आउँछ है। तर यो बेला चाहिँ मैले रुएर कराएर भन्दाखेरि पनि मलाई चाहिँ हाँसेर बस्न सही लाग्छ हैन र, डटेर बस्न सही लाग्छ। एन्ड पब्लिक नगर्नेको कारण चाहिँ, अनि केस फाइल नगर्नुको कारण चाहिँ यो मेरो पास्ट है। अनि कोले याद गर्नुभयो हैन। अब सबैले भिडियो त हेरिसक्नु भयो होला हैन। यत्रो मेरो बारेमा बोल्ने केही बुझेर बोल्नु भएको होला नि त हैन। बुझेरै मलाई राम्रोसँग पहिलादेखि चिनेर बोल्नु भएको होला कतिले हैन। अनि त्यो भिडियो एकचोटि मजाले हेर्नु भएको छैन भने प्लिज गएर एकचोटि फेरि हेरिदिनु होला। जुन मेरो हातमा यो ट्याटु छ, यो मेडुसाको, आई गट दिस ट्याटु 1 वर्ष अगाडि है। अनि त्यो भिडियोमा हेर्नुहुन्छ भने त्यहाँ मेरो यो हातमा यो ट्याटु छैन। एन्ड कहिलेको कुरा हो त्यो त मलाई एक्ज्याक्टली थाहा हुन्छ नि त। मैले यो कुरा मैसम्म मात्र राख्नु खोजेको थिएँ, बट अनफर्चुनेटली हो कि फर्चुनेटली आई डोन्ट नो। अब सबैले भन्छ जे हुन्छ राम्रो लागि हुन्छ। मलाई आत्तिन आउँदैन कुनै पनि सिचुएसनमा, मेनली कुरा चाहिँ है। अनि मलाई आत्तिनै आउँदैन क्या है। अब हैन, नराम्रो त लाग्छ हैन। अनि कतिले एकछिन मलाई फेरि एउटा कुरा दिमाग सर्क्यो क्या। नराम्रो कमेन्ट एउटा याद गरिहालेँ फेरि मैले हैन। भन्नुभएको छ तिम्रोहरूको थाहा छैन र हामीलाई, तिमीलाई नचिनेको र ब्रो के थाहा छ तिमीलाई, केही पनि थाहा छैन है। सो बेटर हुन्छ है कसैको बारेमा केही नबुझी केही थाहा नभइकन चाहिँ प्लिज कसैले नभएको कुरा चाहिँ नफैलाम हैन। अनि जतिले पनि मेरोमा कमेन्ट गर्नुभएको थियो बिसी भनेर हाल्थ्यो, पोस्ट गर्थ्यो पहिलादेखि, नो ब्रो मेरो बाहिर आयो, मेरो भिडियो आउट भयो हैन। अब एक्सपेक्ट गरिरहेको थियो होला मर्छ, सी विल डाई भनेर। फक नो बडी, म चाहिँ यस्तो नो, आम चिल गर्ल हैन। अब लाज बचाएर स्ट्रङ गर्ल हैन, लाज बचाउनु भन्छ पनि भनेको थियो। अनि त्यो कमेन्ट चाहिँ केटीले गरेको थियो क्या। सुन बहिनी यता सुने, तिम्रो लागि सानो मेसेज हैन। तिमीले पनि गरेको होला, भन्दिन गरेको छौ भनेर, गरेको होला, गर्न सक्लाउ हैन। प्लिज के भन्छ बी अवेर हैन, ख्याल राख्नु। अब मेरो इन्सिडेन्ट देखेपछि त तिमीले डेफिनेटली त्यस्तो गर्दैन। यो चाहिँ एउटा चेतनामूलक नै भयो। मेरो यो जुन भिडियो बाहिर आयो त्यसले चाहिँ आई होप सबैजना खुसी हुनुहुन्छ होला हैन। अनि म के भन्छु भनेर आएको थिएँ, मैले बिर्सेँ क्या के बोल्दैछु मलाई के थाहा छैन। तर म यति कुरा चाहिँ भन्छु, फेक अकाउन्टहरू धेरै क्रिएट भएको छ मेरो। अहिले होइन, पहिलादेखि हुन्थ्यो। तर पहिलाको भिडियो मेरो मेरो मैले जुन भोइसँग म भिडियो बनाउने गर्थेँ हैन, त्यो डाइरेक्टली कसैलाई म के अरे डेडिकेट गरेर बनाउँदिन थिएँ। त्यो भिडियोहरू चाहिँ अहिले जाँदैछ हैन। मेरो फेक आइडी बनाएर के भन्छ म भएर चाहिँ यस्तो प्लिज, म त्यस्तो त्यो के अरे विचारा भन्ने टाइपको छैन है, मेनली कुरा चाहिँ। अनि बी स्ट्रङ कमेन्ट देखिरहेको छु मैले, म स्ट्रङ छु। थ्याङ्क यू सो मच तपाईँहरू सबैजनालाई, कतिले राम्रो कमेन्ट गर्नुभएको छ। अनि
अनि अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ यो पनि भुल्दिनँ म कि नेपाली नै हो, तपाईहरु नै हो हैन, तपाईहरु हामी नै हो, हामी म हैन कि तपाईहरु नै हो हैन। कतिले नराम्रो वेमा फरवर्ड गर्नु भएको छ, कतिले राम्रो वेमा गर्नु भएको छ, तर प्लिज म चाहिँ यहाँदेखि के भन्न चाहन्छु भने चाहिँ जति पनि भिडियो बन्यो आजसम्म बन्यो हैन, सो प्लिज मेरो नाम युज गरेर चाहिँ कसैले पनि भिडियो अपलोड नगर्दिनु होला प्लिज। आई डोन्ट निड जस्टिस, मलाई जस्टिस चाहिएको छैन, किनकि जे कुरा छ त्यो ममा छ हैन। म सक्छु फेस गर्न, ठीक छ, जे भयो भयो हैन, जे भयो भयो, नगर्ने गल्ती मबाट भयो एन्ड अभियसली सबैको भएको छ, धेरैको भएको छ, यो बाहिर आएको छैन हैन। सो म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ दिदी बहिनी मेनली चाहिँ हैन, मलाई एकछिन इवाको याद आयो मलाई। छोरी मान्छेको कुरा त अनि छोरी मान्छे नै हुन्छ, छोरा मान्छे हुँदैन है, सरी त्यही भन्न चाहन्छु। सो जसलाई मेरो बारेमा केही पनि थाहा छैन तहरुलाई बोल्ने केही अधिकार छैन, ओके, नो राइट, ओके। जब कि मैले के मेरो बारेमा बोलेको छुइनँ भने तिमीलाई पनि कुनै राइट छैन। गट इट?